के हो बुवा के खाँदै हो आज रोटी आलु तरकारी काउली अनि कर्कलो सलादमा काँक्रो ए पुरै डाइटिङ पुरै साथी हो त्यो पनि थोरै धेरै नै खानुहुन्छ साथी हो यहाँ अलिकति समस्या आइलाग्यो के गर्नु त्यही भएर थोरै थोरै खा त्यो हुनाले सिर्फ 3टा रोटी साथी हो दिउँसोलाई बेलुकालाई 2टा ल कडा डाइटिङ हुने भयो यो चाहिँ आलु कौली यो चाहिँ कर्कलो साथीहरू अनि त्यसपछिबाट यो चाहिँ सलाद हो कर्कलोलाई कति ठाउँमा गाबा पनि भन्दो रहेछ नि बुवा आफ्नो ठाउँ अनुसार गाबा कर्कलो अनि फ्याक्से के भन्दो रहेछ तपाईँहरूको ठाउँमा चाहिँ के भन्नुहुन्छ साथीहरू कमेन्ट गरेर भन्नुहोस् है हामी चाहिँ कर्कलो नै भन्छौँ यतातिर कर्कलो मिठो भएछ बुवा काउली चाहिँ के बिहान मर्निङ जाँदा लिएर आएको क्या यो चाहिँ 20 रुपियाँ किलो महँगो रहेछ तर राम्रो थियो काउली एकदम दामी साथीहरूले तपाईँको भिडियो हेर्नु भएको छ सबैजनाले राम्रो छ भन्नुभएको छ यो चाहिँ कुन स्टाइल हो कर्कलोमा रोटीमा कर्कलो लाएर खाने खानु त अब धेरै खानु मन थियो अल्छी लाग्यो पकाउनलाई बिहानभरि मिस्त्री बन्नुभयो अनि त्यही भएर अल्छी लाग्यो ल साथीहरू हजुरहरू पनि बनाउनुहोस् खानुहोस् कर्कलोलाई के भन्छ कमेन्ट गर्नुहोस् हल्का हेल्थको पनि ख्याल राख्नुहोस् है साथीहरू हेल्दी बिग्रे साथी हो मलाई यो हालत भएको छ फ्याटी लिभर भएर साथी हो 3टा रोटीमा झऱ्यो भन्नु 3टा रोटीमा झऱ्यो अब के गर्नु त्यही पनि रोटी यहाँ हेर्नु साथी हो एकदम पात जस्तो छ यस्तो रोटीले अब दिन कटाउनु पर्छ साथी हो के गर्नु फ्याटी लिभरले खत्तम पारो ल साथीहरूलाई बाई बाई भनिदिनु त बुवा हो साथी हो बाई बाई धेरै धेरै सेयर कमेन्ट गरिदिनु होला लाइक सब्सक्राइब भन्नु त लाइक सब्सक्राइब पनि गरिदिनु होला साथी हो हजुरहरूले माया गर्नुहुन्छ भन्ने कुरो मलाई थाहा छ ल साथीहरू बाई बाई यस्तै छ खुवाई